ल आज हामी चाहिँ यो चौपेटीदेखि माथि जहाँ गइरहेछौँ। हाम्रो राइडरको रूपमा हुनुहुन्छ सौजन भुजेल। अहिले उहाँको फेस नदेखिए पनि म एडिट गरेर यहाँ देखाइदिएको छु उहाँको फेस हेर्नु होला। र अहिले चाहिँ हामी यो रोड कहाँसम्म बनेछ त, आखिर कतिको प्रगति भएछ त अनुगमनमा गइरहेछौँ। वरिष्ठ इन्जिनियर सौजन भुजेल हुनुहुन्छ र उहाँले ओहो कहाँ कुन गेट आयो पढ्न पनि पाइएन गाइस। अब म भरे सुनाउने पढेर यो चाहिँ ट्रनिङ छ, बिस्तारै कुदाउनु होला। ओ हेलो यहाँनिर अब हेर्नु त्यो ट्रकहरूको उयो छ, मलाई थाहा थिएन कि यहाँ पनि यति राम्रो बाटो बनेको छ। यस्तो थाहा भएको भए त हामी पहिल्यै पनि आउँथ्यौँ। ल हेर्नु होला, केही सडकै दमकमा त्यति गर्मी थियो भने यहाँ यस्तो चिसो रहेको छ। यही नै हो आखिर नेपालको विशेषता हो। अब हामीलाई गाह्रो छ, तर हाम्रो राइडर सौजन भुजेलले राम्रोसँग पठाउँछ। देख्नुभयो नि। सबैजनाले कमेन्टमा यात्रा कहाँसम्मको भनेर सोध्नुभएको छ, तर कहाँसम्म पुगिन्छ थाहा छैन। यो रोड जहाँ पुग्छ हामी त्यहीसँग पुग्ने हो, चाहे ताप्लेजुङै किन नपुग्छ। तेल चाहिँ खासै छैन, 400 को हालेको। अब हेरौँ के हुन्छ, फर्किनु पनि पर्नेछ।